असम्भव भन्ने शब्दलाई इतिहासको पानैबाट मेटाइदिने निम्सदाई अब हिमालकै काखमा अस्ताए। संसारका सबैभन्दा अग्ला र खतरनाक हिमालहरूमा नेपालको झण्डा गर्वका साथ फहराउने साहसी आरोही निर्मल पूर्जा र उनको टोलीको पाकिस्तानको ब्रोडपिक हिमालमा आएको विनाशकारी हिउँ पहिरोमा परि मृत्यु भएको छ। यस दुर्घटनामा निर्मल पूर्जा सहित 6 नेपाली र 4 विदेशी गरी टोलीका कुल 10 जनाकै ज्यान गएको छ। मृत्यु हुने नेपाली आरोहीहरूमा निर्मल पूर्जा निम्सदाई, पूर्वबहादुर गुरुङ युक्ता, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नौमाङ थिन्दु शेर्पा रहनु भएको छ। यो क्षतिप्रति प्रधानमन्त्री बालेन शाह सहित सिङ्गो देश र विश्वभरका पर्वतारोहीहरूले गहिरो दुःख व्यक्त गरिरहेका छन्। सन् 1983 मा म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पूर्जाको बाल्यकाल चितवनमा बित्यो। उहाँको सुरुवाती सपना गोर्खा सैनिक बन्ने थियो। सन् 2003 मा गोर्खा राइफल्समा भर्ना भएपछि उहाँ बेलायती जनसेवाको सबैभन्दा कठिन मानिने स्पेशल बोट सर्भिस SPS मा छनौट हुने पहिलो गोर्खा बन्नुभयो। 16 वर्ष बेलायती सेनामा विशिष्ट सेवा गरेपछि सन् 2012 मा एउटा ट्रेकिङका क्रममा उहाँको जीवन हिमालतर्फ मोडियो। सन् 2019 मा सेनाको जागिर छोडेर उहाँले सुरु गर्नुभयो प्रोजेक्ट पोसिबल। मानिसहरूले वर्षौं लगाउने 8000 मिटर भन्दा अग्ला 14 वटै हिमाल उहाँले मात्र 6 महिना 6 दिन चढेर विश्व कीर्तिमानी कायम गर्नुभयो। यही यात्रामा आधारित डकुमेन्ट्री 14 पिक्स नथिङ इज इम्पोसिबल नेटफ्लिक्समा विश्वभर हिट भयो, जसले नेपाली शेर्पा र गाइडहरूको वीरतालाई विश्व मञ्चमा मुख्य पहिचान दिलायो। सन् 2021 मा जाडो महिनामा कसैले चढ्न नसकेको संसारकै सबैभन्दा खतरनाक हिमाल K2 मा 10 जना नेपाली टोलीको नेतृत्व गर्दै उहाँले इतिहास रच्नुभयो। उहाँले खिचेको एभरेस्टको डेथ जोन फोटोले विश्वभर हिमालको सुरक्षाको नयाँ बहस छेडेको थियो। निम्स दाई केवल कृतिमानको लागि मात्र हिँडिरहनु भएको थिएन। यस पटकको उहाँको ब्रोडपिक यात्रा संसारका सबै 14 वटै हिमालहरू बिना अक्सिजन दोर्याएर चढ्ने एउटा नयाँ प्रयासको हिस्सा थियो। उहाँ नेपाली आरोहीहरूलाई विश्वकै उत्कृष्ट र व्यावसायिक नेतृत्वको रूपमा स्थापित गर्न चाहनुहुन्थ्यो। हिमालकै काखबाट सुरु भएको उहाँको सपना आज हिमालकै काखमा विलीन भएको छ। तर उहाँले छोडेर जानु भएको नथिङ इज इम्पोसिबल भन्ने सन्देश आगामी पुस्ताका लागि सधैँ प्रेरणा बनिरहनेछ। उहाँको भौतिक शरीर हिउँमा हराए पनि उहाँको साहस हरेक नेपालीको मुटुमा धड्किरहनेछ। अलविदा निम्स दाई, अलविदा वीर नेपाली आरोहीहरू।